दुई दिनमा अदालत परिवर्तन गराइरहेछ, हाजिर गराइरहेछ एउटै मान्छेलाई। त्यो मान्छेले उसको मानव अधिकार कहाँ गयो? प्रत्येक दिन कहिले राति उठाएर निन्द्रामा कुदाएको छ, कहिले चाहिँ सुतिरहेको मान्छेलाई उठाएर हिँडाएको छ, कुदाएको छ। यो अड्डामा हाजिर गराएछ, त्यो अड्डामा हाजिर गराएछ। तपाईहरु भन्न होला अदालतले के हेरेको छ? अदालतको एउटा के हुन्छ भने टाइम हुन्छ उसले हेर्ने। उसले हेर्न परेपछि अदालतले हेर्छ, नहेर्ने होइन। किनभने न्यायाधीशहरूले आफूलाई दुर्गन्धित हुने गरी कोही न्यायाधीशलाई छोडेर सबै न्यायाधीशले दुर्गन्धित हुने गरी काम चाहिँ गर्दैन। त्यसैले न्यायालयले हेर्ने बेलामा हेर्छ। तर सरकारले के गरेको छ? एउटा मान्छे कतिवटा अदालतमा कुदिसक्यो, कति महिनादेखि कुदिरहेछ। त्यो त अति नै हेर्दाखेरि हामीलाई पनि लाजमा कस्तो शरम नै आउन थाल्यो क्या। अब यो त के हो? यो हदै भयो। त्यसै कारण